अहिले सांसदहरूको स्वकीय सचिवको विषयलाई लगेर ठूलो चर्काचर्की सुरु भइरहेको छ। आउनुहोस् यो विषयलाई राम्रोसँग बुझौं। अब कुरा गरौं स्वकीय सचिव भनेको के हो। स्वकीय सचिव भनेको संसदको व्यक्तिगत सहयोगी हो, जसले संसदीय बहस, कानून निर्माण र अध्ययन अनुसन्धानमा सांसदलाई सघाउने काम गर्छ। यो पद अधिकृत उपसचिव र सहसचिव तहसम्मको तलब सुविधा पाउने गरी राज्य कोषबाटै व्यवस्था गरिएको हुन्छ। साथै यो सुविधा नयाँ भने होइन, विगतमा यसको नाममा व्यापक दुरुपयोग भएको थियो। सांसदहरूले आफ्नो आफन्त नजिकका व्यक्तिहरूलाई योग्यता र क्षमता नहेरी सजिलै स्वकीयमा नियुक्त गर्दथे र त्यसपछि वर्ष नै राज्यको अर्बौं रुपियाँ स्वकीयको तलब सेवा सुविधामा खर्च हुन्थ्यो। यही कारणले वितृष्णा बढेर जेन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा राज्यको खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णयसँगै यो व्यवस्थाको खारेज गरिएको थियो। अब कुरा गरौं कि स्वकीय सचिव आवश्यक नै छ त। सांसदले कानून बनाउने, नीति निर्माण गर्ने र संसदमा बहस गर्ने बेला ठोस तथ्य र तर्कसहित बोल्नु पर्दछ। एक्लै एउटा सांसदले सबै विषयमा गहिरो अध्ययन गर्न सम्भव नहुन सक्छ। त्यसैले योग्य सहयोगी चाहिन्छ। साथै एउटा सांसदले उसका जनताका जनगुनासा र पीरमर्काहरूलाई सम्बोधन गर्ने प्रशस्त जिम्मेवारी बोकेको हुन्छ र उसलाई लामो समय विभिन्न बैठकहरूमा उपस्थित भइराख्नुपर्ने हुन्छ। तसर्थ सांसदहरूको कार्य सम्पादनमा सहजताका लागि स्वकीय आवश्यक हुन्छ हो। सांसदहरूको माग पनि यही नै हो। अब कुरा गरौं यसको अर्को पाटोको। कुरा गर्ने हो भने नेपालमा सांसदहरू राष्ट्रिय सभामा 59 जना र प्रतिनिधि सभामा 275 जना गरी जम्मा संसदमा 334 जना सांसदहरू हुन्छन् र सातैवटा प्रदेशमा जम्मा 550 जना सांसदहरू गरी कुल नेपालमा 884 जना मात्रै सांसदहरू छन्। 884 जना सांसदहरूलाई एकैवटाका दरले स्वकीय सचिव राख्ने हो भने जम्मा 884 जना नै स्वकीय सचिवहरू चाहिन्छन्। सँगै मन्त्रीहरूको स्वकीय सचिव त एकभन्दा बढी राख्न सकिने व्यवस्था नेपालमा रहेको छ, जसको तलब सुविधा र अन्य सुविधाको हिसाब गर्ने हो भने वर्ष नै अर्बौं रुपियाँ स्वकीय सचिवहरूको तलब सेवा सुविधाका लागि खर्च गर्नुपर्ने देखिन्छ। हो, पछिल्लो समय विवादको विषय पनि यही नै हो। स्वकीय राख्नका लागि खर्च हुने अर्बौं रुपियाँको रकम राज्यको विकासका निम्ति विभिन्न पूर्वाधारहरूमा खर्च गरिनुपर्छ भन्ने तर्क धेरै नागरिकहरूले र सांसदहरूले पनि गरिरहेका छन्। तपाईलाई के लाग्छ, के सांसदहरूले स्वकीय सचिव राख्ने सुविधा बिउताउनु पर्छ या उक्त पैसालाई राज्यको विकासका लागि खर्च गरिनुपर्छ? आफ्नो विचार कमेन्ट गर्नुहोला।